कविताको शीर्षक छ आज म कवि बनेको छु। घिउ खाएको कहर होला म सुरु गरेँ। आज सबै काम छोडेर कवि बन्न मन लाग्यो मलाई। कति काम मात्रै गरौँ। जय नारायणको पनाती बिरताली ढकालको सन्तान संस्कृति जोगाउन रामदेव ब्रान्डको घिउ र मेड इन इन्डिया लेखेको नेवार ब्रान्डको चाकुलाई अलि चाटेर संस्कृति जोगाउन। भैँसी र गाईको घिउ छोरो श्रम गरेर विदेश जान साथ बच्चा बोर्डिङ पढाउन बुहारी सर छिरेसँगै कथा बनिसकेको छ। तर रामदेवले घिउ पार्दैछन्, भैयाहरू चाकु बनाउँदैछन्, नेवार दाइलाई घरको बाल उठाउँदै फुर्सद छैन। गाउँमा मलामी जाने मान्छे नभएको समयमा लाउरी भैँसी कसले पाल्ने? मोमोमा परिणत भइसके। यसै गरी चाकु बन्ने सक्खर कुहिएर भेली बन्दै दारू बन्न थाल्यो रे। त्यही पनि मोमो र दारूको संस्कृति भन्दा घिउ र चाकुको संस्कृति नै मलाई प्यारो छ। त्यसैले सबै काम छोडेर आज कवि बनेको छु। हस्, धन्यवाद।